आज म निशब्द छु के साथीहरू है। यसो मोबाइल खोलेर हेर्छु, त्यही दुःखद घटनाहरूको न्युज मात्रै देख्छु है। अनि आर्मी पुलिसहरूले बिचरा ती मरेका लासहरू कति निकालिराख्नु भएको छ के। अनि त्यस्तो बेलामा पनि कोही मान्छेहरू फेरि आफ्नो ज्यानको परवाह नै नगरिकन ग्यासको सिलिन्डरहरू तछाड मछाड गर्दै तानिराख्नु भएको छ है। आफ्नो ज्यानै रहेन भनेदेखि त्यो ग्यास त्यो सामानहरूको के अर्थ हुन्छ र साथीहरू है। यस्तो बेलामा त आफ्नो ज्यान जोगाएर सुरक्षित स्थानतिर जानुपर्छ। आफू रहेन ती सामानहरू रहने त हो नि, त्यो धन सम्पत्ति रहने त हो नि। आफ्नो ज्यानै रहेन भने तिनको के काम, तिनको के अर्थ। त्यस्तो पनि नगरिदिनु होला भन्न चाहन्छु। अनि बिहानै आएको त्यो बाढीले बिचरा कतिको परिवार अलग बनाएको छ। कतिले खाना नै खानु भएको थिएन होला, पकाएर राखेको खाना पनि खान पाउनु भएन होला। कति परिवारहरू सँगै हुनुहुन्थेन होला, छुट्टिएर बस्नुभएको थियो होला, अलग हुनुहुन्थ्यो होला। अनि त्यसरी बाढी आउँछ भन्ने पनि थाहा थिएन होला। एक्कासी आएको बाढीले कतिको परिवार छुट्यायो साथीहरू, कतिको काख उजाडो, कतिको सिउँदो पुछिदियो होला। बिचरा ती लासहरू देख्दाखेरि भर्खर फर्खरको मान्छेहरू है, लाम खाम भन्ने उमेरको के भर्खरको कस्तो ज्यानहरू है। बिचरा आर्मी पुलिसहरूले तानिरहेका छन् के, एक पछि अर्को पछि अर्को गर्दै लासहरू झारपात नै बगाएर ल्याझै गरेर ल्याएको छ। त्यस्तो देख्दाखेरि चाहिँ एकदमै मन भक्कानिएर आउँदो रहेछ साथीहरू। मान्छेको जिन्दगी न हो आज यस्तो छौँ भनेर हुँदो रहन्छ होइन। मान्छेलाई कति बेला के पर्छ भन्ने कुरा थाहा हुँदो रहन्छ। एक्कासी भइपरि आउने कुरा त हो नि त्यो। त्यही भएर एकदमै मन सम्हाल्न गाह्रो भइरहेको छ कि मलाई नि। मोबाइल खोलेर हेर्छु है, न्युजहरू सबै त्यस्तै देख्ने। अनि साह्रै मन सम्हाल्न चाहिँ गाह्रो हुँदो रहेछ कि साथीहरू त्यस्तो बेलामा। हे भगवान्,